कसाई बनाउलाई मलाई कसाई है छ राख्नु परिवारको लागि मासु काट्दा पनि पर्यो अनि यहाँ त सबैले त खाने बरफ छ अहिले पग्लिन्छ पकाएपछि ए डाउमा ढार लाउन जानु पर्यो के मार्केटमा ए हुन्न है त्यो काट्दैन त्यतिकै हाल्यो पनि पाक्दैन मासु पकाउन लाग्यो मेरो बुढाले खसीको मासु कस्तो बन्छ है मासु मासु बरफ छ फ्रिजमा राखेर हो के यसरी काट्नु पर्छ गाइस चलिरह फेरि यहाँ आफ्नै अलग्गै फेरि क्रिकेट एप्रोन लगाएर पुरा क्रिकेट हेर्दै कुकिङ गर्नुको मजा नै अर्कै छ पाक्यो कि नै मासु खोइ देखाउ त कस्तो भयो ए अझै भारै छ अलि पकाऊ है बाबाले खान सक्नुहुन्न क्या मासु पोले मोबाइल हेर्दै पकाउँदै जाति बह आज हाम्रो घरमा मासु पाकेछ कस्तो देखेन मायामा कसम खाएको थिए ए बरा यता मोबाइलतिर ध्यान छ कि उता ध्यान छ र हौ चर्को बनलाई त ए झोल गिलाउने ढेँडो खाने तिमीले बुढा सुन त भोलि के भोलि रोज दे हो नि ओ बुढो भ्यालेन्टाइन डे आउनु लाग्यो नि के गर्ने हो यसो उपहार सुपहार यसो छ कि छैन यसो विशेष खास सरप्राइज हो कि कसरी म वेटिङमा बसौँ कि चिट्टा बुझाएर बसौँ भ्यालेन्टाइन डेमा के 14 फेब्रुअरी ए यिनलाई त न मेरो बर्थडे थाहा हुन्छ न म्यारिज एनिभर्सरी थाहा हुन्छ न भ्यालेन्टाइन डे थाहा हुन्छ गिफ्ट दिन पर्छ भनेर नथाहा पाएरै गर्छन् के 1 घन्टा लगभग पकाएको खसीको मासु त कुकरमा सिधै हान्दा बाआमाहरूलाई खान ठिक्क हुन्छ के कहिले नुन राखेको कि नै त्यो त कस्तो भयो धनिया हाल्ने होला नि यम्मी यम 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 मिठो मिठो अनि सागलाई अलग्गै भुट्ने हो क्या हो